guys, good morning. Welcome back to Shreya Chhetri vlog. I hope you all are doing well. म पनि राम्रै छु र आजको मर्निङ चाहिँ मेरो अलिक लेटली हुँदैछ किनभने लेटली भयो किनभने सो जाडो छ नि त सो त्यसले गर्दाखेरि चाहिँ आज म अलिकति लेटली उठेँ र अहिले चाहिँ बज्दैछ 11 बजेर 8 मिनट भइसक्यो म चाहिँ 11 बजे चाहिँ उठेको अलि अगाडि नै उठेको थिएँ भ्लग चाहिँ म अहिले स्टार्ट गर्दैछु र आज चाहिँ ब्रेकफास्टमा के छ भन्दाखेरि चाहिँ के छ आज ब्रेकफास्टमा Oh wow! पुलाव र कोले रिलेट गर्नुहुन्छ मलाई थाहा भएन तर मलाई चाहिँ पुलाव चाहिँ एकदमै मेरो फेभरेट हो र मम्मीले चाहिँ आज मलाई बिहान सरप्राइज दिनुभयो विथ अ भेरी डिलिसियस ब्रेकफास्ट मर्निङको स्टार्ट नै मेरो त्यस्तो राम्रोसँग भयो मेरो चाहिँ मलाई चाहिँ पुलाव एकदमै पुरा मनपर्छ नि त त्यसले गर्दाखेरि चाहिँ आज मम्मीले बिहानै पुलाव बनाइदिनु भयो मेरो लागि मलाई सरप्राइज दिनुभयो हे गाइज अहिले चाहिँ हामी माथि टेरेस आइरहेको छौँ बाहिर त्यस्तो दामी घाम लागिरहेछ र अहिले बज्दैछ तपाईँको 3 बजे 4 मिनट भइसक्यो र अब हामी 1 घन्टा मात्रै बस्छौँ यहाँ किन भन्दाखेरि चाहिँ ए अब जानुपर्छ ल अब एकछिनमा जानुपर्छ किनभने त भोलि चाहिँ हो माघे सङ्क्रान्ति सो मम्मीले चाहिँ अब भोलिको लागि प्रिपरेसन गर्नुहुन्छ नि तर आजै गर्नुपर्छ र तपाईँहरूको घरमा पनि लड्डुहरू बनाउनु हुँदै होला मम्माहरूले या तपाईँहरूले पनि है सो त्यही अब मम्मीले चाहिँ लड्डु बनाउनुहुन्छ नि मम्मा घामले पोल्दैछ पुरा घाम छ घाम चाहिँ चर्को छ हो एन्ड देन तल रुममा गयो भने चाहिँ आम्बो इट्स ड्याम खोल्ड र हावा पनि चल्दैछ के भएर मात्र चाहिँ मम्मीले चाहिँ पानी ल्याउनु भएको थियो पानी पनि तातो भयो अरे जाउँ तल सङ्क्रान्तिमा खानु त्यही जानेछ लड्डु तरुल है नेपालीको अनि त्यहाँ के उयो गर्दै होला जबडाहरू जलाउँदै होला अगर तपाईँले कोही नन नेपालीले हेर्नु हुँदैछ भने चाहिँ दे विल नो कि नेपालीले चाहिँ कसरी सेलिब्रेट गर्छ माघे सङ्क्रान्ति हामीहरूको ट्रेडिसनल तरिकाले नै हो त्यो तरुल खाने हो ओके तिलको लड्डु खाने सिर्फ एउटा दिन मात्रै मिसिङ हुन्छ त्यो चाहिँ हो सेलरोटी बट कोही भएको छैन अब रुममा बस्ने बित्तिकै सो यहाँ चाहिँ मम्मीलाई भोलिको लागि प्रिपरेसन पनि गर्न स्टार्ट भइसक्यो यहाँ अहिले चाहिँ मम्मीले यहाँ तेल बुझ्नु हुँदैछ बुझ्नु सक्नुभयो क्या हो वाह बेसी बुझ्नु हुँदैन तितो सो मम्मीले चाहिँ भाडामा ट्रान्सफर पनि गरिसक्नु भयो सो बनाम अब हामी मिलेर लड्डुले तपाईँ पनि अहिले बनाउनु हुँदै होला है लड्डुहरू हामी पनि बनाउँदैछौँ सो मम्मी चाहिँ अब यहाँ लड्डु बनाउनु हुँदैछ फटाफट यो चिसो भयो भने फेरि मिल्दैन चिप्किन्छ नि त सो अब मम्मीले चाहिँ फटाफट लड्डु बनाउनुहुन्छ तपाईँ यहाँ हाल्दै जानुहोस् ल खै मेटाउनु अलिक देखाइदिउँ माइ गॉड सो यहाँ चाहिँ मम्मीले कोकोनट पाउडर लिनुभएको छ अब चाहिँ मम्मीले बनाउनु आँट्नु भएको छ कोकोनटको लड्डु अघि भर्खर मम्मीले तिलको लड्डु बनाउनु भयो नि त्यसले गर्दाखेरि चाहिँ अहिले यो पानी छ त पानी सुक्छ त्यसपछि मम्मीले यो नरिवल पाउडर दिन्छ त्यो चाहिँ अब यहाँ मजाले बुट बुट्नुहुन्छ त्यो चाहिँ लड्डु बनाउनुहुन्छ यस्तो गरेर यस्तो सो मम्मीले चाहिँ यहाँ कोकोनट रस बुटी पनि सक्नुभयो सो मम्मी चाहिँ अहिले कोकोनट लड्डु बनाउनु हुँदैछ वाउ सो यहाँ हाम्रो तिलको लड्डु र कोकोनटको लड्डु बनेर पनि रेडी भइसकेको छ सो अहिले चाहिँ म टेस्ट गर्न सक्दिनँ म तपाईँलाई अब भोलि टेस्ट गरेर बताउने चाहिँ कस्तो भएको छ सो अहिलेको लागि चाहिँ बाई The next day. हे गाइज गुड मर्निङ र तपाईँ सबैजनाले ह्याप्पी मकर सङ्क्रान्ति और ह्याप्पी माघे सङ्क्रान्ति होइन जे पनि भन्नुहोस् तपाईँहरू र म चाहिँ एकदम बिहान उठेँ नुहाइ गरेर गुड गर्ल पनि भइसकेको छु र मम्माले चाहिँ यहाँ लड्डु देखाउनु हुँदैछ र मेरो तर्फबाट र मम्मीको तर्फबाट तपाईँ सबैजनालाई ह्याप्पी मकर सङ्क्रान्ति सो यहाँ चाहिँ छ आज हाम्रो ब्रेकफास्टमा चाहिँ छ तिलको लड्डु कोकोनटको लड्डु र तरुल यो चाहिँ हो सिमल तरुल यहाँ चाहिँ चटनी के हो चटनी धनियाँ टमाटर खोर्सानीको चटनी
गाइस मैले ब्रेकफास्ट पनि गरिसकेँ र मम्मीले चाहिँ लड्डु चाहिँ एकदमै टेस्टी बनाउनु भएको थियो। सो मैले चाहिँ अब मेरो आमाले बनाएको भनेर मैले प्रेज गरेको होइन, तर साँच्चै भनेको एकदम टेस्टी बनाउनु भयो। नरिवलको लड्डु चाहिँ एकदम टेस्टी बनाउनु भएको थियो। अरू पनि टेस्टी, तर मलाई त नरिवलको लड्डु पुरा मनपर्छ नि त। सो तर म बेसी त खाँदिनँ किन मेरो दाँत दुख्छ। सो दिनमा चाहिँ एक एकवटा गर्दै खानेछु, एउटा या त दुईवटा। सब म भोलि खान्छु। आजको मेरो कोटा कम्प्लिट भयो। र हाम्रो घरमा चाहिँ 5वटा बिरालो छ। एउटा बिरालो चाहिँ अलिकति बिमार भइरहेको छ, मतलब आँखाबाट पानी चुहुँदैछ, लाइक नो वरिज, जाती भइहाल्छ। एलर्जी भएको छ र यिनीहरू चाहिँ स्ट्रे क्याट हो नि त। सो यिनीहरूको आमाको आमा आएको थियो पहिले होइन, त्यहाँदेखि चाहिँ स्टोरी स्टार्ट हुन्छ। सो यिनीहरूको चाहिँ स्टोरी एकदमै मतलब के भन्नु इन्ट्रेस्टिङ छ। अन्त कुनै दिन मजाले बसेर सेयर गर्नेछु। र मम्मी चाहिँ यहाँ लड्डु खानु हुँदैछ र मम्मी कसरी उभिनु भएको छ म त्यो देखाउन चाहन्छु। म पुड्की जुन त्यसो त्यसले गर्दाखेरि मसँग भिडियो बनाउँदाखेरि चाहिँ यसरी उभिनुहुन्छ। त्यति पनि सानो छुइनँ हो मम्मी, कस्तो यस्तो बिना त नगरिदिँदै नि हो। मम्मी चाहिँ लन्च यति सानो ठुलो छु म, बेसी होइन, प्रपर उभिँदा चाहिँ ठिकै हो त। यति छु अब त उतालेको छुइनँ है। सो यस, मम्मीले चाहिँ लन्च पनि बनाइसक्नु भयो नि। र आज लन्चमा चाहिँ बन्दकोपीको सब्जी, दाल, भात। हुन त आज तपाईँहरूले त के भन्छ खिचडी खानु हुँदै होला, तर हामीले सोचेको थियौँ फेरि डिसाइड गऱ्यौँ कि होस् दाल भातै खाऊँ भनेर चाहिँ। अन्त फेरि दाल भात बनाउनु छ नि। लास्ट टाइम चाहिँ हामीले खिचडी खाएको थियौँ नि। दाल भात तर लसुन प्याज दिनको लसुन एकादशी पनि हो। आज एकादशी पनि हो। भात त नखानु पर्ने हो, अन्न नखानु भन्छ। आज चाहिँ अब के भन्छ मकर सङ्क्रान्ति पनि हो। त्यसले गर्दाखेरि हामीले लसुन प्याज बिनाको खाना खान्छौँ। अन्त घरमा कसले स्ट्रे क्याट पाल्नु भएको छ तिनीहरूले चाहिँ थाहा हुन्छ कि लाइक कस्तो चाहिँ हुन्छ घरको सिचुएसन। जे पनि ल्याउँछ घरैमा खान्छ, जे पनि ल्याउँछ घरैमा खानु छ उनीहरूलाई। र यो रुमको त गति न पत्ती बनाइदिएको छ यिनीहरूले। बट नेभर माइन्ड, मम्मी एकछिन बेलुकातिर पार्क जानुपर्छ ल, जाउँ न। हाम्रो घरको छेउमै छ नि त पार्क। सो त्यहाँ म तपाईँलाई पनि देखाऊँ भनेर चाहिँ मैले मम्मीलाई भनिरहेको छु, मम्मी जाउँ भनेर। मम्मी गयो भने माय गॉड। सो यस बिना लसुन प्याजको खाना आज, लेकिन सो यमी यमी यमी। सो हाम्रो घरको छेउमै छ पार्क। सो अगर म बेलुका गएँ भने तपाईँहरूले पनि देखाउने छु, र गएन भने तपाईँ हेर्नु पाउनुहुने छैन। सो मम्मीलाई म अब फकाउने छु, मम्मी जाउँ भन्ने छु। सो मम्मी अगर राजी हुनुभयो भने जान्छु भनेर त्यसपछि हामी गएर त्यहाँ भिडियो बनाउनुपर्छ ल। उहाँ अडियन्सहरूले देखाउनुपर्छ हाम्रो घरको छेउमै छ पार्क। बापरे म्याउ, उसको यसले त मजाले खेल्दैछ हो। उसको आमा चाहिँ म्याउ कि म्याउ भनिरहेछ। माय गॉड। बाइ द वे गाइस, तपाईँहरूले चाहिँ मकर सङ्क्रान्ति 14 तारिक सेलिब्रेट गर्नुभयो कि 15 तारिक मलाई भन्नुहोस् त ल। हामीले चाहिँ 14 तारिक नै सेलिब्रेट गऱ्यौँ र कतिजनाले चाहिँ 15 तारिक सेलिब्रेट गर्नुभएछ मकर सङ्क्रान्ति है। सो यति भन्दै आजको ब्लग म यही एन्ड गर्दैछु। आई होप तपाईँलाई यो भिडियो राम्रो लाग्यो होला। राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर र मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोस् होला अगर तपाईँ नयाँ हुनुहुन्छ भने। सो अब म तपाईँलाई अब नेक्स्ट भिडियोमा भेट्नेछु। तबसम्मको लागि थ्याङ्क यू सो मच फर वाचिङ एन्ड बाई बाई।